अब राम्रै छ भनेर त केटाहरूको त त्यो त बानी हो जसलाई नि कस्तो राम्रै छ कति राम्रो बोल्नु भएको ओहो मन पर्यो त्यो त कमाउने त्यो जसलाई नि भन्छ अनि त्यसमै मक्खै परेर माई गड भनेर त्यो चाहिँ हुनु भएन कि मान्छेको मेन्टालिटी त कहिलेदेखि त चेन्ज हुन्छ होइन प्रेमिल जोडीहरू हुन्छ नि जति उहाँहरूलाई चाहिँ उहाँहरू पासवर्डहरू सबै सेयर गर्नुहुन्छ नि हे भगवान् एउटा प्राइभेसी भन्ने त मेन्टेन गर न अब माया छ भने त विश्वास भएर माया हुने हो नि त अनि फेरि त्यो विश्वास भएपछि त्यो सबै छरपष्टै त्यो सबै पासवर्ड किन सेयर गर्नु पऱ्यो भनेको क्या त्यो केटाको पनि स्कुलको कोही केटी साथी होला अब होइन मिल्ने साथीहरू हुन्छ सर्कल हुन्छ फेरि त्यो केटीको पनि कति बेस्ट फ्रेन्डहरू हुन्छ मतलब एकदम सपोर्ट गर्ने साथीहरू हुन्छ होइन एउटा लपड्याक गरेको आधारमा झगडा पर्छ अनि त्यस पछाडि अब फेरि उहाँहरू एकदम त्यो साथी हुन्छ कति वर्ष लप परेको हुन्छ अनि त्यस पछाडि पीडित भएर आउनुहुन्छ क्या पीडित इन द सेन्स हाम्रो एउटा भिडियोहरू थियो अनि उसले अर्को साथीलाई सेयर गर्यो प्राइभेट भिडियोजहरू खिच्नै किन पर्यो क्या खिच्नै किन पर्यो त्यसरी होइन अनि त्यो मान्छे त हेर्दाखेरि पनि अलिअलि त थाहा हुन्छ त हो कसलाई विश्वास गर्ने कसलाई नगर्ने भन्ने कुरा त होइन एउटा एजमा पुगिसकेपछि त रङ के हो राइट के हो भन्ने कुरा त थाहा हुनु पऱ्यो नि एक शब्द मिठो बोल्दैमा पुरै ज्यान सुम्बिनु चाहिँ भएन क्या होइन अनि त्यो चाहिँ केटालाई पनि केटीलाई पनि